Godrej Expert Hair Color presents. Title sponsor Hair color, hair चाह वाला color. Godrej Expert Rich Cream hair चाह वाला color. Powered by लामखुट्टे बगाउँछ बिना धुवा फैलाई ताकि निन्द्रालाई नजर नलागोस्. Associate sponsor मात्र अल आउट छ इन्डियन मेडिकल एसोसिएसनद्वारा प्रमाणित, जसले डेंगू, मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ. exclusively marketed by Ace Media and Marketing Private Limited. Logically integrated to diversify. मेरो पसीना पनि सोसिन्छ यहाँ, मेरो पिराती पनि खोसिन्छ यहाँ, मरुनु पनि पाप, महस्नु पनि पाप. यो कस्तो हो निशा, यो कस्तो अभिशाप, यो कस्तो हो निशा. आकाश धरती एक, जुन तारा एक, किन हो खै जातने करी मैले छुटेको, आँसुले छुटेको. म बन्चरे म कुटे हो म झुठे झुठे. एकचोटि भागेर हिँड्ने है, एकचोटि भागेर हिँड्ने है. के भयो त अनि राम्रो भइहाल्छ नि एक न एक दिन. म तिम्रो कहिले साथ छोड्दिनँ नि त. तर त्यो मनेर चामिदाले कतै सहयोग गरे है हामीलाई भाग्नु. पछि भेट्न जानुपर्छ ल. जाने हो नि तिनीहरूलाई भेट्न जानु परेको नि. म त नि अहिले आँखा चिम्लिँदा पनि हाम्रो बच्चा बच्ची देखिरहेको छु वरिपरि है. छोरो छोरी पाउने. छोरा भने छोरी भने जे भने उस्तै त हो नि है. छोडिदेऊ मलाई नानी. आज म यिनीहरू दुईटालाई सिकाइदिन्छु. म त कस्तो रमाइलो भइरहेको थियो भन्दै मारेको जिम्माले. एक्लै चिया खा कि मलाई खोइ त. मन लागे आफै बनाएर खाए भइगयो नि. ए मैले बनाएर खानु पर्यो. यसको बेहोरा हेर्न, यसको बेहोरा.
तलतिर बगाएर माथितिर खोज्न जानुपर्ने जस्तो के भन्नु र खै केही भन्नु पर्दैन तिमीले जस्तो सुकै होस् त मेरो बेउरा तेरो यो घरमा पाइला परेदेखि नि सधैँको रडाको मच्चिरहेछ कहिले शान्ति छैन मलाई त कहिलेकाहीँ माथि च्यान्द्राडा भिरबाट तल गुल्ट्याउँदै जस्तो लाग्छ तिम्रो बेउरा चाहिँ गतिलो छ तिम्रो बेउरा त झन् आँगनमा लगेर डङ डङ घनले ठोक्ने जस्तो छ अनि जेठी कहिले माइतबाट फर्कनुहुन्छ खै आज भोलि फर्किनु पर्ने त्यही घरमा के नै काम छ र फर्किनु भोलि बढी अनि के साथी तेरो गौरीसँग कुरो के भयो कि तेरो नि मेरो जस्तै भयो माया फेरि तेरो जस्तो त भयो नि जिम्बल साहब नेपालबाट फर्किँदै हुनुहुन्छ अरे जिम्बल साहब आएपछि त झन् के नै कुरा अगाडि बढ्थ्यो मैले एउटा नबुझेको कुरा के यो जिम्मलहरू छ हामी चाहिँ थर्र भएर कामै डराउनु पर्छ भन्ने चाहिँ कसले रित बस्छ हालै जे भन्यो त्यही हुने राजा कोही धनी मानीहरूले बनाएको होला नि केटा अब उनीहरूसँग पैसा छ सम्पत्ति छ उनीहरूले नबनाएर कसले बनाउँछ र जुठीले मात्रै त नि आमाले त लिएर आएको त माइतमा खाइयो चलाइन सक्नु हो त अनि सारो सारो होइन कहिले बनाएको रहेछ र हौ साह्रै भयो नि मिठो चाहिँ मिठो खाइ ओहो दारिस त दादा ओखर रकै भयो कहिले लाग्दैन राउडीमा
लाउनु नि नानीहरूले त्यो झोलाको रोटी खाएको हामीले त यसो झोरा हेरेको तपाईँको भन्ने थाहा पाएर अनि खाइदिउँ खान त हुन्थ्यो नि नानी तर के गर्नु यो रोटी त हाम्रो माइतीमा वीर पूजा गरेको हो घरको मान्छेले बाहेक बाहिरको मान्छेले खानु हुँदैन थियो अब त बर्बादै भइहाल्यो नि नानी फाल्दिनु त्यो रोटी खाइदियो सक्यो भन्न त हाम्रो दाइहरूले यो बाहिरको मान्छेले खानुहुन्न भन्नुहुन्थ्यो अब नानीहरूले खाइदिइहाल्नु भएछ नानी हो तिमीहरूलाई भोलि बिर सिर लागेर केही भयो भने मलाई गाल नपार्नु है बिन्ती छ हाल्दिनु नानी त्यो रोटी खाना हुन्थेन बर्बादै भयो नि राम्रोसँग जानु है आमा ल ल नानी भइहाल्यो भने त मास्नै मलाई कहिले आमाले भने जस्तै साँच्चै वीर चढो भने के गर्ने हामी तेरिका यो नि कस्तो नचाहिँदो कुरा गर्छ हौ उहाँ काइले आमाको माइत त्यत्रो पारी छ अनि 7वटा जति खोला तरेर आउनु भएको छ अनि यहाँसम्म आइपुग्छ त त्यो वीर खुब जानिस् यस्तो वीर मसान भन्ने पनि टाढा नजिक भन्ने हुन्छ त त पनि साह्रो डर छेउरी रहेछस् हौ खोइ म त डरै लागिरहेछ नगर खत्तमै गरिहाल्यो नि यिनीहरूले सोध्दै नसोधेर खाइदिएछन् चाहिँ के यिनीहरू पनि नचाहिने कामै गर्छन् भने अब भरे केही भइहाल्यो भने झिम्मले मार्छन् मलाई ल है भगवान् सकेसम्म केही नहोस् नानी भर्खर आइपुग्नु भयो भर्खर आइपुगेँ एक जुकै बस्नुभयो त माइतानी नानी बस्यो धेरै नै घरिघरि जान पाइँदैन यही हो अब यता आएपछि यतै अलमल दाइहरूले ल वीर पूजा छ बस बस भन्नुभयो बसी ए कुखुरा नि लिएर आउनु भएछ नानी ल्याएँ भाले लाए पनि फुल पार्ने बेला भएको छ ल ल फुल पार्यो भने मलाई पनि 2-4वटा राखिदिनु न भइहाल्छ नि नानी ल म त तल्लोतिर घाँस काट्नु जान्ला ए ल हुन्छ म पनि धेरै समयसम्म बसेर आएको घर लथालिङ्ग कति होला जिमली साहब ए जिमली साहब हजुर म भित्रै छु सिद्धार्थ बाबु आउनु न दर्शन जिमली साहब बस्नु न ए जिमली साहब त भात पकाउँदै भइसक्यो गर्छ हजुर म त एउटा खुसीको कुरो समाउन आएको नि हो ए के खबर हो र भन्नु न जिमल साहब त आजभोलि नै नेपालबाट आइसिँदै हुनुहुँदो रहेछ नि त ए हो र अनि तपाईँलाई चाहिँ कसले भने तल कोलपाखा ठुला गरे कान्छा छोरो नेपालबाट आएर छ उसले नेपालमा भेटे अरे हजुर उसैले भने एक दुईजना केटाहरूलाई तलसम्म लिन पठाइदिए भन्दा भनिबक्सी आएर छ अब त्यो तोपेर चाउरेलाई लिनु पठाइदिनु पर्ला हजुर हुन्छ हुन्छ शीतल बाबु पठाउनुहोस् कति भइसक्यो अब त न्यास्रो पनि लाग्न थालिसक्यो के कोरी रोटी चामलको ए होइन भने के गरेर ल्यायो भने के ए मामाहरूमा वीर पूजा थियो हो त्यो वीर पूजाको रोटी हो है कुरा पनि ठुलै रहेछ त ठुलै छ अब यसले चल्ला काट्छ फुल पार्छ भनेर अनि मामाहरूले तेरो पठाएको पाल्नु भनेर मामाहरू सन्चै छन् सबैजना सन्चै छन् तर तँदेखि चाहिँ मामा एकदम रिसाउँदै हुनुहुन्थ्यो किन रिसाउने हो र मदेखि फेरि भान्जाले आफ्नै जातको केटी खोजेर बिहा नगरेर कहाँ त्यो जिम्बलको छोरीको पछि पछि लाएर हिँडेको छ जुने जुने भनेर धुनधान रिसाउँदै थिए मामाहरूलाई के थाहा के हो भनेर नचाहिँदो कुरो यत्रो वर्ष भइसक्यो आफ्नै जातको केटी के हो यो खोला न कहाँबाट कहिले त मामाहरू सम्झेर रिस उठ्छ कि ल है तँलाई त रिस त उठिहाल्छ नि धक्को कुरा गर्दाखेरि रिस उठ्दैन त तँलाई राम्रै कुरा गरे हो नि त मामाहरूले म मर्ने बेला भइहाल्यो जेसीको घर जतिखेर के मर्ने भन्ला अनि किनले अनि यस्तो मरला मान्छे फेरि यो कुखुरो चाहिँ किन ल्यायो नि
किनले म मरेर गएँ नि कुखुराको फुल खालास भनेर ल्याइदिए नि भन्ठोक्ने मान्छे बलियो हुनु पर्यो नि अनि सुन त्यो कुखुरालाई 2-4 दिन चाहिँ बाहिर नछोड्ने भाग्छ फेरि ल ल नुन चाहिँ चर्को रहेछ रोटी नि कति साह्रो फेरि मामा घरको हान्यो भने ए धेरै नै बोल है मिठो छ है गेडागुडी चाहिँ मिठो भइहाल्छ नि गोमे तेरो बुढो खोइ नि देख्दिन त हरा छैन खोइ काम उन्टे भोलि हेर्न दर्शन 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 तिमीहरूको बुढाबुढीको झगडा परेको थियो क्या यसको के कुरा गर्ने र जहिले औँसी पुग्ने लाग्छ बरु हजुरहरूको केही काम थियो कि जिम्वाल साहब नेपालबाट आउँदै हुनुहुन्छ अरे तर तोपे तलसम्म लिन जानु पर्यो ए भइहाल्छ नि नाम्लो पनि बोकेर हिँड है के पर्छ पर्छ नफर्के हुन्छ उतै ज्वरो गाडेर बसे हुन्छ यसो स्वास्नी के बित्ति टुप्पेकी हो ओइ ताउरी मेरो स्वास्नीलाई राम्रोसँग बोल्नु पनि आउँदैन है क्या जिम्वाल साहब आएपछि थाहा पाउँछ यस्तै हो अब छोडिदिनुहोस् के गर्ने बुझाएर जिम्मल साहबलाई मैले नचिनेको हो र जिम्मल साहबलाई कसरी हात लिनुपर्छ यो गोमे परियारलाई राम्रोसँग थाहा छ तिमीहरूले भारीलाई पुऱ्यायो अनि कता हिँड्नु भयो त दुईजना ए हामी त हजुरकै बुवालाई लिन हिँडेको आज आउँदै हुनुहुन्छ अरे नि त तल सदरमुकाममा ए ए ल हामीलाई रात पर्छ फेरि बेलुका आउनलाई गयौँ है ल ल जुने तेरो त अब जुटीसँग बिहे गर्ने सपना पनि तुएला जस्तो छ हेर त तेरो बा आउला रहेछन् के गर्नु त योपालि भएन अब अर्कोचोटि दाई आउँदा दाईकै सहयोग लिनु पर्यो आमा बुवा आउँदै हुँदो रहेछ है अनि तैँले चाहिँ कसरी थाहा पाइस् तल तोपेर चौरे काका लिनु जाँदै हुँदो रहेछ अनि थाहा पाएको उनीहरूले भनेर बोल्न मलाई आनन्द हुने भयो मैले भनेको केही पनि टेर्दैन थिइस् अब बुवा हजुर आइसिन्छ अनि थाहा पाउँछस् मैले के चाहिँ मानेको थिइनँ र के मानेको थिइस् के मानेको थिइनस् पछि थाहा पाउँछस् मजाले सुताब रातभरि मकै खाँदै ए कुखुरा खोइ त जुठे ल यहाँ बाहिर पो छुन्ने तैँले अनि राति स्याल ल्याएर लाँदैन कस्तो कुरा गरे होला है भित्र ल्याएर त्यति बुद्धि पनि छैन भने यसको त क्या सियालले फेरि कप्पे पार्दैन त फुल खानै पाइँदैन है राति नि बाहिर कुखुरा राख्छ त बुद्धि बुवा हजुर आइसिन्छ भनेर यत्रो ठुलो भाँडामा भात पकाएँ आइसिन्न कि क्या आउँदै हुन्छ होला के एकछिन कुरौँ न
मलाई त बुवाले के चक्लेट लुगा ल्याइदिनुहुन्छ होला है आमा। म त आउने बित्तिकै झोला खोलेर हेरिहाल्छु। हेर न खुसी भयो कि। कहाँ गएको नि तातो भात खान पाए हुन्थ्यो थाकेर आइहाल्छ। ए नानी नानी ओहो उहाँ त सागरको बुवा पो हुनुहुँदो रहेछ त। जिमल साहब नमस्कार। नमस्कार। हजुर हजुरलाई के टक्राउ होला? एकदमै तिर्खा लागेछ। पहिला एक अंखर पानी लिएर आउँदा नानी। जिमल साहब मन लायो। ल ल ल मन लायो। ल हजुरहरू ए ल धन्यवाद है। खाना खान पाइन्छ नि? पाइन्छ नि जिमल साहब। एकदम मिठो तातो भात ल्याउ त है। आउँदा आउँदै झमक्कै साँझ पऱ्यो है। उहाँ पनि तर भाइ जिमल साहब कता हुनुहुन्छ, कुन होटलमा बस्नुहुन्छ, कसरी पत्ता लगाउनु त? अब यहाँ त्यही 4-5वटा होटेल त छन्, सबैतिर सोध्दै जाउँ। एउटा न एउटामा त भेटिएला। अब भेटिएन त भने त्यसपछि पल्लो बजारमा जाउँला। हुन्न? हुन्छ। खाना कस्तो भएको नि? हतार हतारमा बनाएको? एकदमै मिठो बनाएको छौ। सकाइ लाएर आएको थिएँ, साह्रै स्वाद आयो है। खाना खाइसकेपछि एकछिन आराम गर्नुपर्ने थियो मलाई, मिल्छ होइन? हजुर मिल्छ नि, किन नमिल्नु? भित्र कोठा छ, आराम गर्नुहोस् न। नानी तिमी पत्याउँछौ कि पत्याउँदैन मलाई थाहा छैन। खाना यस्तो मिठो बनायो कि तिम्रो हातको खाना त सधैँ खाइरहँ जस्तो पो लाग्यो मलाई। तिम्रो हातै मिठो रहेछ ल, त्यो चाहिँ पक्का हो। साउजी दर्शन। हाम्रो माथि कपुर गाउँको जिम्मल साहबलाई चिन्नुहुन्छ हजुरले? ए जिम्मल साहब दसैँमा सामान हाम्रोबाट त लिएर जाने नि उहाँले। उहाँ नेपालबाट फर्केर यहीँ बस्नु भएको अरे? कहाँ बस्नु भएको छ हजुरलाई थाहा छ त? पर होटेल छ त्यहाँ हुनुहुन्छ होला, बुझ्नु न त्यहाँ। ए हस् ल। खाना चाहिँ साह्रै मिठो खुवायो नानी, धन्यवाद छ तिमीलाई। अनि होटेल खोलेको कति भयो कुन्नी? धेरै भयो नि जिमल साहब, लगभग 4-5 वर्षै भइसक्यो। ए व्यापार हुन्छ नि, मान्छे आउँछन् खान्छन्। हजुर राम्रै छ जिमल साहब, आइराख्नुहुन्छ मान्छेहरू आउने जाने भइरहेको छ, अहिलेसम्म राम्रै भइरहेको छ। इमान्दारिताले गर्नुपर्छ, व्यापार गरे अपार हुन्छ भन्छन् बुढाबुढीहरू। गर्नु मैले केटाहरूलाई लिन आउनु भनेको छु, यति बेलासम्म आइपुगेनन्। यति आइपुगेनन् भने चाहिँ यतै बस्नु पर्ला, के हुन्न? मिलिहाल्छ नि, हुन्छ यहीँ पल्टिनु न,
अहिले आराम गर्नुहोस्, भोलि बिहानै उठेर जानु होला। साउजी ए साउजी बाहिर कोही आए जस्तो छ, म जान्छु, हजुर आराम गर्दै गर्नुहोस् है। भइहाल्छ नि, जाऊ जाऊ नानी जाऊ। नानीको पसलमा सागरको फोटो कसरी आयो? जिमल साहब, जिमल साहब, ए हजुरलाई लिनलाई त्यहाँ बाहिर 2 जना मान्छे आउनु भएको छ। ए मलाई लिन आयो होला। हजुर म आउँदैछु भनिदिनु नि ल त। हुन्छ हस्। कोटको त ए आउँदै हुनु भएको छ, एकैछिन बस्नु है। ए हो हस्। कस्तो बेला लाग्यो? झन् सँगसँगै चाहिँ घर पुग्ला भन् ठानेको त कति अबला गरे हो यो। हामी अघि नै आएको, यहाँ खोज्दा खोज्दै दिनु भयो। ल बसाइ नानी, राम्रोसँग जानु होला। ल कहाँबाट हाम्रो होटलमा सागरको बिहा आउनु भएछ? तिमीहरूले मलाई खोज्नै ढिलो गऱ्यो, जाँदा जाँदै रात पर्ने भइगयो। त्यही त हामीले पनि यहाँ भेट्न। नेपाल बसाइ कस्तो भएको नि जिम्मल साहब? जुन त झलनै लागेको छ है। राति हुँदो त्यही पनि बाटोमा बाघ भालु भेटिने हो कि ए चारो दाइ पनि के डरेर आयो होला भने हामी 3 जना छैनौँ। 3 जना भएपछि त त्यस्ता जाब बाघ भालुलाई ठिक पार्न सकिन्न। मसँग हिँड्ने मान्छेहरू यस्तो डरसुर कुरा छ, जियाउँछ चारकचुर पारिन्छ। हो नि हजुर, मन पर्दैन है मलाई यस्तो डरसुर कुरा। आफ्नो गाउँ आएपछि जिउ नै फुक्यो। कस्तो रमाइलो। हामीलाई त हजुरले उहाँ सदरमुकाममा भेट्टाउन साह्रै मुस्किल पर्यो नि। हो र भने भन्ने नभेटेर हामी फर्केका थियौँ है। एउटा त्यो होटलवालाले त्यो पल्लो होटलमा हुनसक्छ भनेर भनिदिनु भयो। अनि त्यसपछि गएपछि अनि भेट्यो नि। सहरमा फेरि जम्मै उस्तै देखिँदो रहेछ। त्यही त अब हेर, त्यत्रो मान्छे सुन न, गाउँ जस्तो सदरमुकाम हुँदैन, त्यत्रो ठुलो हुन्छ सदरमुकाम, त्यसमाथि सहर त झन् कति ठुलो कति ठुलो। अनि तोपे गाउँतिरको हालचाल के छ? गाउँमा त सबै ठिक छ जिमल साहब। अनि हजुरको नेपाल बसाइ कस्तो भयो? कुन्नी पानीको काम कहाँसम्म पुग्यो होला जिमल साहब? नेपाल बसाइ त राम्रै भयो। हजुर 2-4वटा मन्दिरको पनि दर्शन गर्न पाइयो। अब बाउसाग कहाँ गएको 2-3चोटि गएँ त्यही पानीको लागि भनेर। अब बाउसाहेबलाई पनि गाह्रो छ यार। अब व्यवस्थाले सारा देशै मिलाउनु पर्छ, विकास गर्नुपर्छ। यसपालि बजेटमा नपर्ला सबै बर्बाद भएछ। तर पनि कोसिस गरेको छु। बाउसाहेबले पनि राजासँग बिन्ती चढाउँछु, फेरि मर्जी भएको छ। अब भाग्यको कुरा अब यसपालिलाई चाहिँ, नभए अर्को पालि त पक्का पक्की छ। गाउँमा सबै पानीको आगारै त्यो पानी चाहिँ जसरी ल्याउनु पर्छ है। ल्याउने किन न के हो तँलाई? घरमा हल्ला हल्ला धेरै छ त के हो? अब जिम्मल साहब आउने भनेर खुसी भएर बस्नु होला नि। छोरी मने नानी
नानी लौ लौ न नानी सिद्धर बाबु के गर्छ नि दुईजना जिमाली साहब हेरि बस्यो भने के भएको यो त्यही त भने हेर्नु न आकाश धरती एक जून तारा एक किन हो खै जातने करी मैले छुटेको आँसुले छुटेको म बन्चरे म कुटे हो म झुठे झुठे Godrej Expert Hair Color presents झुठे title sponsor Hair color, hair चाह वाला कलर Godrej Expert Rich Cream, hair चाह वाला कलर powered by लामखुट्टे बगाउँछ बिना धुवा फैलाई ताकि निन्द्रालाई नजर नलागोस् associate sponsor मात्र अल आउट छ इन्डियन मेडिकल एसोसिएसनद्वारा प्रमाणित जसले डेङ्गु मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ exclusively marketed by Ace Media and Marketing Private Limited, logically integrated to diversify